मासुको अचार, मासुको अचार, मासुको अचार। होइन के हो यो मासुको अचार? कस्तो हुन्छ? अमिलो, पिरो, नुनिलो, गुलियो? हो, त्यही भएर मैले घरमै मासुको अचार बनाएको छु र रेसिपी यस प्रकार छ। सबैभन्दा सुरुमा चिकनलाई नुन र बेसारमा म्यारिनेट हुन छोडिदिने आधी 1 घन्टाको लागि। त्यसपछि सुक्खा हुइन्जेलसम्म रोस्ट गर्नुपर्छ हामीले तोरीको तेलमा। अनि हामीले साइड बाई साइड सुक्खा मसला तयार गरौँ। तातो कराईमा मेथी, कालो तोरी, अनि जिरा, धनियाँ, टिमुर, सौफ र खोर्सानीलाई ड्राई रोस्ट गर्नुपर्छ। तर डढ्नु चाहिँ भएन, त्यो चाहिँ एकदम याद गर्नुपर्छ है, छिट्टो डढ्न सक्छ अनि मेथी झन् अझ। त्यस पछाडि हामी मासु हेर्छौँ। मासु यत्तिको भए पछाडि हामी मासुलाई निकालिदिन्छौँ र त्यही तेलमा काटेको अदुवा र लसुनलाई पनि फ्राई गर्छौँ ब्राउन हुइन्जेलसम्म। यत्तिको फ्राई भइसके पछाडि हामी त्यसलाई पनि निकाल्छौँ र त्यही तेलमा हामी कुटेको लसुनलाई राख्छौँ। अघि ड्राई रोस्ट गरेको मसलालाई पिसेर त्यसको ढुट्टो पनि राख्छौँ। फ्लेम एकदम सानो हुनुपर्ने हुन्छ। राख्छौँ पिरो, आफूलाई कति मनपर्छ, अनि सेतो तिल। त्यसलाई एकैछिन 1 मिनट जति चलाए पछाडि हामी राख्छौँ अघि फ्राई गरेको मासु। अनि हामी राख्छौँ अदुवा र लसुन। त्यस पछाडि थोरै तित्रीको झोल, तर त्यो छैन भने कागतीको रस पनि हाल्न सकिन्छ। अनि थोरै व्हाइट भिनेगर अनि नुन स्वाद अनुसार। अनि त्यसलाई एकछिन पकाए पछाडि रेडी भयो हाम्रो मासुको अचार। जारमा राख्नुहोला अनि इन्जोय गर्नुहोला है। हाम्रो चाहिँ 2 दिनमै सकिएको थियो। हजुरहरूको चाहिँ त्यस्तो नगर्नु है। ओके, थ्याङ्क यू फर वाचिङ। बाई।